विद्यालयमा कक्षा 2 मा अध्ययनरत छात्रा श्री गरिश्मा बोहराले 100 मिटर दौडतर्फ तृतीय स्थान हासिल गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद छ र उहाँलाई म प्रमाणपत्र हिजो हाम्रो प्राविधिक 10 गते नै सकिएको कारणले गर्दा म यहाँदेखि हाम्रो 5 घण्टा हिँडेर जानुपर्ने अनि यातायातको असुविधाको कारणले गर्दा म स्कुलको प्रधानाध्यापक गएर त्यहाँ प्रमाणपत्र बुझेर ल्याएको थिएँ र आज त्यो प्रमाणपत्र मैले यस विद्यालयको छात्र गरिश्मा बोहरालाई मैले अहिले हस्तान्तरण गर्दै स्वागत गर्दछु। प्रमाणपत्र हामीले उनलाई गुणास्तरीय 100 मिटर दौडमा तृतीय स्थान हासिल गर्नुभएको लागि हामीले दिएका छौँ। ल यसै गरेर मेडल काट्नुहोस्। ल अब त्यसै गरेर आफ्नो विद्यार्थी बहिनीलाई टिका लगाई विद्यार्थीहरूको उच्च मनोबलको लागि र सधैँ यस्तै प्रगतिको लागि हामीले आज यो शुक्रबार पनि आज शुक्रबारको पकाइ लागेर विभिन्न कामले गर्दा विद्यार्थी भाइ बहिनीहरू आज अघि बढिनुहुन्छ। यहाँ चाहिँ 8-10 जना विद्यार्थीहरूलाई चाहिँ अहिले गराएर चाहिँ उहाँलाई सम्मान सहानुभूतिको लागि हामीले एउटा केही नभएको बच्चाहरूलाई प्रोत्साहनको लागि भोलि पनि सिक्दै जाउँ, भोलि योभन्दा राम्रो प्रगति गर्लान् भनेर चाहिँ एउटा गरिरहेका छौँ। सबै भाइ यहाँ पालो बुवा लग्नेमा बहिनीलाई चाहिँ बोलाउने बनाउने है। यो प्रशंसा पत्र पनि हाम्रो सहभागी भए बापत पाएको छ। हात परिवार एकदमै हाम्रो विद्यालयको सहयोग गराएर यहाँको कार्यक्रम एकदमै सौहार्द वातावरणमा सम्पन्न गराएको यो अवसरमा हाम्रो विद्यालयलाई चाहिँ यो सम्मान पत्र प्रदान गरिएको छ। पूर्णमाधिका सम्पूर्ण राम्रो भएको छ। त्यस्तै गरेर अतिरिक्त क्लास सधैँ गरेर विद्यार्थीको भएका भावलाई
गर्ने अवसर हो। हामीलाई हाम्रो चाहिँ प्रणाली 1 देखि 5 सम्म प्राइभेटको स्कुलमा हाम्रो कक्षा 2 सम्म मात्रै यो स्कुल सञ्चालन 2019 सालमा सञ्चालन भएको स्कुल हो। र हामीलाई चुनौतीपूर्ण थियो। उहाँका विद्यार्थीहरू हाम्रो 2 कक्षासम्म मात्रै पढ्ने विद्यार्थी देख्न सक्नुहुन्छ, साना छन्। र उहाँ चाहिँ 5 क्लाससम्म पढ्ने विद्यार्थी। म शिक्षक छु, म जत्रै त्यति ठुल्ठुला विद्यार्थी थिए, तिनीहरूसँग प्रतिस्पर्धा गर्न हाम्रो विद्यार्थीहरूको एकदमै चुनौतीपूर्ण थियो। र त्यो चुनौतीपूर्णलाई चिर्दै हामीले आफ्नो स्कुलबाट एउटा स्थान लिएर आफ्नो स्कुलको चाहिँ सधैँ प्रयास गरे नै हुन्छ, सकिन्छ भन्ने एउटा सन्देश दिएका छौँ। गरेपछि सकिन्छ, प्रयास गर्दै जाउँ, हार खानुहुन्न। कहिले हार होला, कहिले जित होला, यो समाजमा यसै गरेर सधैँभरि हाम्रो हर्ष उल्लासका साथसाथै यो विद्यालयको प्रगति उन्नति हुँदै जाओस्। यहाँका विद्यालयका कर्मचारी सरहरूलाई पनि हार्दिक नमन छ। सधैँभरि विभिन्न क्रियाकलाप गरेर आफूले जाने सकेका र बाहिर गरेर देखेका सबै ज्ञानहरूलाई लिएर एकमुष्ट आफ्नो विद्यार्थीहरूलाई सधैँ सिकाएर अब्बल बनाउनुहुन्छ भन्ने कृतज्ञ प्रकट गर्दछु। यसै गरेर हामीले सधैँभरि प्रत्येक वर्ष आफ्नो विद्यालयबाट राम्रो यसपालिको नतिजा भन्दा दिन प्रतिदिन प्रत्येक वर्ष चाहिँ हामीले सुधार्दै जानेर यो प्रतिभाहरूलाई सधैँ अगाडि बढाउने, स्टेप माथि बढ्दै जाने भन्ने प्रतिज्ञा व्यक्त गर्दछौँ। सम्मान कार्यक्रम रहेको र यसै अवसरमा हामीले खालि एउटा सम्पन्न र विद्यार्थीहरूको उसको लागि मिठाई सिठाई अब बधाई कार्यक्रम राख्न छौँ आफ्नो तर्फबाट। हामीलाई एकदमै चुनौतीपूर्ण थियो। त्यत्रो स्कुलमा हाम्रो 7 र 10 बार हामीले सहभागी गरेका कति 10-11 जना विद्यार्थी थियौँ र खेलाडीहरू 6 जना छनौट भएको थिए। हाम्रो प्राइभेट 4वटा विधामा खेलकुद भएको थियो। हिसाब दौड 100 मिटर र चम्चा दौड 50 मिटर छात्र र हाजिर जवाब सहभागी 4वटा विधामा सहभागी थियो र 3वटा विधामा हामीहरू असफल भयौँ। र एउटा विधामा 100 मिटर दौडमा चाहिँ 7 परिश्रम बोलाएको सफल भएर हाम्रो विद्यालयको उच्च शिर गर्दै हामीलाई हौसला प्रदान गर्नुभएको छ। यसै गरी आगामी वर्षहरूमा पनि सधैँभरि यो विद्यालयको सधैँ उच्च कालो शिर हुनेछ र यहाँका शिक्षक सरहरूको सबै विद्यार्थी भाइहरू राम्रो गर्दै जाउँ सधैँ। र त्यही अवसरमा हामी बधाई कार्यक्रमको लागि त्यो पछि कभरमा राख्ने ठीक है। सबैलाई नमस्ते गर हो, त्यहाँनिर यस्तो नमस्ते गर्दा नमस्ते गर हो।
विद्यार्थीहरू चाहिँ आज शुक्रबार भएको लगायतका दुई दिन लगातार खेलकुदमा सहभागी भएर विभिन्न प्रतियोगिता खेलेको कारणले गर्दा आज सबै विद्यार्थी भाइहरूले मनोरञ्जन हुनुभएको छ। यसको लागि अब हामी खेलकुदमा गर्दाखेरि भएको समस्या र आइतबारदेखि चाहिँ नियमित जतिजना हालेर हाजिरी छौँ त्यतिजना विद्यार्थी शिक्षक सबै उपस्थित भएर नियमित हुने गठनबाट क्रियाकलापहरू सबैको विद्यालय आधारित हुने सबै क्रियाकलापहरू नियमित गर्ने प्रतिज्ञा गर्दै अहिलेलाई चाहिँ यस कार्यक्रमबाट ओझेल हुन्छौँ। हस्त नमस्कार। बन्द गरौँ।